समुदाय हो। नेपालको 142 जाति मध्ये हाम्रो तामाङ समुदाय 5औं स्थानमा छ। म तामाङ हुँ भनेर हाम्रो तामाङ समुदाय धर्म, कला र सांस्कृतिक रूपमा सम्पन्नशाली समुदाय हो, जहाँ नारीहरूलाई एक उच्च स्थान प्रदान गरिएको छ। छोरीचेलीहरूको विवाहमा थर परिवर्तन हुँदैन र धन्यवाद छ। Contestant number 6. लासो क्यापुला फेरि पनि सबैजनालाई प्रश्नको लागि धन्यवाद सर। मेरो उत्तर यो प्रकार रहेछ। मेरो तामाङ समुदाय प्राचीन कालकै समुदाय हो। हाम्रो तामाङ समुदायको आफ्नै भाषा, वेशभूषा र संस्कृति लिपिहरू छन्। म नेपाल जस्तो पुरुष प्रधान देशमा तामाङको चेली भएर जन्मिनु धेरै गर्व गर्दछु, किनकि मेरो विवाहपछि मेरो थर परिवर्तन हुँदैन र विवाहमा कन्यादान पनि हुँदैन। मेरो समुदायमा आमालाई घरको मूली भनिन्छ। यी कुराहरूले मलाई तामाङ हुनु गर्व बनाउँछ। Contestant number 4. प्रश्नको लागि धन्यवाद सर। तामाङ समुदायमा जन्मनु मेरो लागि एकदम भाग्यमानीको कुरा हो, जो आफूलाई प्रेरित बनाउँछ, जसको आफ्नै भाषा, धर्म, संस्कृति र लिपि रहेको छ। कसैले पनि आफ्नो संस्कार र परम्परामा गर्व नगर्ने कुरा हुँदैन भने मेरो लागि तामाङ समुदायमा एक नारी भएर जन्मनु अर्को गर्वको कुरा हो, किनकि तामाङ समुदायमा नारीलाई एक उच्च स्थानमा प्रदान गरेको छ, जुन छोरी चेली विवाह गरेर गए पनि उनीहरूको थर परिवर्तन हुँदैन, उनीहरूलाई विवाहमा कन्यादानको रूपमा दिइँदैन र एउटा घरको मूलीको रूपमा आमालाई नै मानिन्छ। धन्यवाद। कस्तो छ त सबैले भोगेर चाहिँ हो एउटै ठोकिदिने नि यार। त्यही भएर विदेशमा नेकेड बनाएर मान्छे आएर पेन्टिङ मात्रै सिलेक्टेड गर्छन्। Contestant number 1. दिमाग त त्यो घोगेर बाँच्नु रहेछ। 9. प्रश्नको लागि धन्यवाद सर। तामाङ समुदाय एक समृद्धिशील समुदाय हो। तामाङ समुदायमा जन्मनु आफैमा एक वरदान हो र म तामाङ हुँ भन्दा मलाई धेरै गर्व लाग्दछ, किनभने तामाङ समुदायमा नारीलाई स्थान प्रदान गरिएको छ। नारीलाई विवाहपछि थर परिवर्तन गरिँदैन। साथै साथ हाम्रो तामाङ समुदायको लोकप्रिय बाजा जस्ता विश्वभरि प्रख्यात छन्। त्यही धुनमा नाच्ने मेन्दोमाया र तामाङ सेलो हाम्रो पहिचान हो र थाङ्गा जस्ता चित्रकलाहरू तामाङ समुदायको पहिचान हो। त्यसैले म तामाङ हुँ भन्दा गर्व लाग्छ। धन्यवाद। Contestant number 1. प्रश्नका लागि धन्यवाद सर। तामाङ समुदाय एक समृद्धशील समुदाय हो। आफ्नो भाषा, वेशभूषा हामी तामाङ समुदायको पहिचान छ। आफ्नै विभिन्न चाडपर्व रहेको हाम्रो समुदाय र आफ्नै इतिहास बोकेको र हाम्रो हरेक राम्रा कुराहरू भएकाले र एक हाम्रो पुरुष प्रधान देश भएको देश समाजमा हामी नारीहरूलाई उच्च स्थान दिएको छ। त्यसैले म तामाङ हुनुमा गर्व गर्दछु। धन्यवाद। Yes. तो अब 5 पछाडि अब उहाँहरूको निर्णय केही समय पछाडि आउनेछ। अहिले भने पक्कै पनि म्युजिक बज्छ।